हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल बस सिमुलेटर इन्डोनेसियाको दुनियाँमा तपाईँलाई स्वागत छ। आजको यो भिडियोमा चाहिँ म तपाईँहरू माझ केटिएम बाबु बसित युट्युब च्यानलमा रिलिज हुन लागेको न्यू नेपाली टाटा 712 डिलक्स बसको बारेमा चाहिँ तपाईँहरू माझ रिभ्यू गर्न गइरहेको छु। केही दिन पहिले मैले तपाईँहरू माझ न्यू नेपाली टाटा 712 को बारेमा मैले तपाईँलाई थोरै जानकारी दिएको थिएँ भने आजको यो भिडियोमा चाहिँ म तपाईँहरू माझ क्रेटरले के नयाँ फिचरहरू यो मोडमा लगाएका छन् भन्ने विषयमा तपाईँहरू माझ फुल्ली डिटेलिङ रूपमा चाहिँ म तपाईँहरूलाई जानकारी दिन गइरहेको छु है त गाइज। केटिएम बाबु बसित युट्युबका अनुसार यो मोड चाहिँ केटिएम बाबु बसित युट्युब च्यानलमा 100 सब्सक्राइबर पार भइसकेपछि चाहिँ उक्त च्यानलमा आउने कुरा छ र लगभग केटिएम बाबु बसित युट्युब च्यानलमा 100 सब्सक्राइबर कम्प्लिट भइसकेको कारणले चाहिँ अब यो केटिएम बाबु बसित युट्युब च्यानलमा कुनै पनि समयमा आउन सक्छ है त गाइज। धेरै जस्तो साथीहरूले चाहिँ के भन्नुभएको छ भन्दाखेरि यो न्यू नेपाली टाटा 712 चाहिँ न्यू नेपाली प्रवा डिलरसँग चाहिँ लगभग सेम छ भन्ने कुरा गर्दै हुनुहुन्छ है। यो तपाईँले भन्ने कुरा चाहिँ लगभग अलिकति डिफ्रेन्ट छ। यसमा चाहिँ क्रेटरले नयाँ फिचरहरू एड गरेका छन् जुन प्रवा डिलक्समा नभएको कुराहरू चाहिँ यसमा 2-3वटा फिचर चाहिँ क्रेटरले एड गरेका छन् भने तपाईँले यो मोडलाई चाहिँ नाइट मोडमा लगाएर खेल्नुभयो भने चाहिँ यसले अर्कै भाइ दिन्छ है त गाइज। मैले तपाईँलाई चाहिँ नाइट मोडमा यो गाडी लगाएर किन खेल्नुहोस् भनेर भनिरहेको छु भन्दाखेरि यसको जवाब चाहिँ म तपाईँलाई केही समयपछि बताउनेवाला छु है त गाइज। आजको यो भिडियोमा चाहिँ म तपाईँहरू माझ न्यू नेपाली टाटा 712 को बारेमा चाहिँ क्रेटरले नयाँ फिचरहरू के एड गरेका छन् त्यसको बारेमा चाहिँ म तपाईँहरूलाई बताउन गइरहेको छु है त गाइज। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनु होला है त गाइज। अब म तपाईँहरू माझ यसमा के नयाँ फिचरहरू एड भएका छन् यी कुराहरू बताउन गइरहेको छु है त गाइज। सो लेट्स स्टार्ट द भिडियो। ओके गाइज, तपाईँले यहाँनिर मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ न्यू नेपाली टाटा 712 मिनी बस हो भने यो मोडमा चाहिँ आज चाहिँ म तपाईँहरू माझ क्रेटरले चाहिँ नयाँ फिचरहरू के एड गरेका छन् त्यसको बारेमा चाहिँ डिटेली जानकारी दिन गइरहेको छु है त गाइज। देख्न सक्नुहुन्छ पछाडि कन्डक्टर ढोकाबाट बाहिर हेरिरहेका छन् भने यहाँ अगाडिबाट मैले सेल्फी लिइरहेको छु है त गाइज। अब यहाँनिर चाहिँ क्रेटरले के नयाँ फिचरहरू एड गरेका छन् त्यसको बारेमा चाहिँ म तपाईँहरूलाई अब जानकारी दिन गइरहेको छु है त गाइज। ओके गाइज, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ TANANG तानाङ डिलक्स लेखेको छ भने यो गाडी चाहिँ लगन खेलदेखि हेटौँडा जाने रहेछ है। र यो गाडीको प्लेट नम्बर रहेछ बा 5 ग 42 नम्बरको के रहेछ यो गाडी रहेछ है त। यसको प्लेट नम्बर बा 5 ग 42 नम्बर रहेछ भने यो चाहिँ टाटा कम्पनीको गाडी रहेछ है त गाइज। र तपाईँले यहाँनिर फ्रन्ट लुक्समा देख्न सक्नुहुन्छ यहाँनिर स्क्रिनमा चाहिँ माथि रेड कलर र यहाँनिर तपाईँको ब्ल्याक कलर अनि अलिअलि व्हाइट कलरहरू पनि के गरिएको छ मिक्स गरिएको छ है त गाइज। र तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ यो मिररको साइडमा चाहिँ ब्लू एन्ड रेड कलर चाहिँ के गरेको छ मिक्स गरेको छ है त गाइज। देख्न सक्नुहुन्छ यो चाहिँ फ्रन्ट क्यामेरा हो भने र यहाँनिर अनि राइट साइड ओके गाइज, यहाँनिर राइट साइडमा तपाईँले देख्न सक्नुहुन्छ ढोकामा चाहिँ खलासी बसिसकेको छ भने तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ वाइफाई लेखेको छ भने तपाईँले देख्न सक्नुहुन्छ इन्जोय द जर्नी भनेर लेखेको छ भने ढोकामा खलासी देख्न सक्नुहुन्छ भने खलासीको साइडमा देख्न सक्नुहुन्छ एउटा भर्याङ लगाएको छ यो चाहिँ छतमा जानको लागि होला भने तपाईँले यहाँनिर तल पनि देख्न सक्नुहुन्छ व्हिल क्याप लगाएको छ। यहाँनिर दामी खालको एउटा व्हिल क्याप लगाएको छ भने यहाँनिर स्किन चाहिँ अति नै बवाल भाइब्स दिइरहेको छ है त गाइज। देख्न सक्नुहुन्छ स्किन यस्तो दामी छ। यो स्किनमा तपाईँले देख्न सक्नुहुन्छ विभिन्न किसिमको कलरहरू यसमा के गरिएको छ लगाइएको छ है त गाइज। देख्न सक्नुहुन्छ यो चाहिँ राइट साइडको लुक्स हो है त गाइज। अब म तपाईँहरू माझ यहाँनिर ब्याक साइडको लुक्स देखाउँछु। यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ ब्याक साइडको लुक्स हो है त गाइज। देख्न सक्नुहुन्छ यहाँनिर पनि लेखेको छ TANANG तानाङ डिलक्स लेखेको छ भने 2025 लेखेको छ है त यहाँनिर। र यहाँनिर चाहिँ केही सायरी लेखेको छ गाइज, म यहाँ तपाईँलाई देखाउँछु है त। यहाँनिर अलिकति केही सायरी लेखेको छ आमाको याद आइरहेछ भनेर लेखेको छ भने ओदोको सुप गाँजाको धुप र केटीको रूपदेखि सावधान भनेर लेखेको छ है। वाउ, अति नै बवाल यहाँनिर सायरी लेखेको छ भने तपाईँले यहाँनिर ब्याक साइडको यहाँनिर डिलक्सको तल देख्न सक्नुहुन्छ 2वटा आँखा पनि बनाएको छ भने र यहाँनिर तल देख्न सक्नुहुन्छ विभिन्न किसिमका ध्वजाहरू पनि लगाएको छ गाडीको तल बम्परको साइडमा भने यहाँनिर गाडीको चाहिँ प्लेट नम्बर तपाईँको यहाँनिर यो पछाडिको लाइट बल्ने ठाउँमा चाहिँ ग्रिन कलरको लगाइएको छ भने म अब लेफ्ट साइडतिर गएँ तपाईँले यहाँनिर लेफ्ट साइडमा देख्न सक्नुहुन्छ नमस्ते गैँडाकोट लेखेको छ है त गाइज। देख्न सक्नुहुन्छ नमस्ते गैँडाकोट लेखेको छ भने यहाँनिर ड्राइभरको ढोकानिर नम्बर पनि लेखेको छ है त। के लेखेको रहेछ नम्बर 9855 त्यस्तै समथिङ लेखेको छ है त गाइज। नम्बर अलिक क्लियर भएन तर ठिक छ गाइज। देख्न सक्नुहुन्छ समग्रमा हेर्दाखेरि चाहिँ
यो न्यू नेपाली टाटा मिनी बस 712 चाहिँ अति नै बवाल छ। र तपाईँलाई चाहिँ मैले अर्को कुरा चाहिँ भन्नै बिर्सेँ है त गाइज। मैले यहाँनिर तपाईँलाई फ्रन्ट पार्टको कुरा देखाएँ भने यहाँनिर चाहिँ तपाईँले फ्रन्ट पार्टमा तपाईँले पनि देख्नु भएन होला। यहाँनिर तपाईँले फ्रन्ट पार्टमा राम्रोसँग देख्न सक्नुहुन्छ, आँखा लगाएको छ है त गाइज, देख्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ आँखा लगाएको छ है, मैले यहाँ देखिसकेँ, तपाईँले पनि देखिसक्नु भयो होला। यो आँखाको चाहिँ विशेषता के हो भन्दाखेरि तपाईँलाई चाहिँ म अहिले नाइट मोड लगाएर देखाउने छु। यो नाइट मोडमा चाहिँ यो आँखा कसरी बल्छ भन्ने विषयमा चाहिँ तपाईँले छर्लङ्गै देख्नुहुन्छ है त गाइज। ओके गाइज, यसको एक्सटेरियर पार्ट भइसकेपछि अब म तपाईँहरूलाई चाहिँ यसको इन्टेरियर पार्ट देखाउँछु है त गाइज। देख्न सक्नुहुन्छ एक्सटेरियर पार्ट चाहिँ अति नै बवाल छ है त। यसको लुक्स देख्न सक्नुहुन्छ दामी पारामा। मैले यो 360 एङ्गलमा यसलाई ढल्काएँ, देख्न सक्नुहुन्छ। एङ्गल चाहिँ 360 एङ्गलमा ढल्काउँदाखेरि चाहिँ यस्तो देखिएको छ है त गाडी, देख्न सक्नुहुन्छ। वाउ, बवाल दिएको छ भने यो रह्यो तपाईँको आउटलुक्स है त गाइज। अब म तपाईँहरूलाई क्याबिनको साइडहरू देखाउने छु। यो भयो तपाईँहरूको आउटलुक्स भयो है त गाइज। ओके गाइज, तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ क्याबिनको लुक्स हो है त गाइज। देख्न सक्नुहुन्छ अगाडि स्टियरिङ पुरा नेपाली भाइसमा छ भने तपाईँले यहाँनिर राइट साइडमा देख्न सक्नुहुन्छ एउटा मिरर लगाएको छ भने यहाँनिर विभिन्न किसिमका डिजाइनहरू दिएको छ है त गाइज। र यसलाई मैले अलिकति स्क्रल गरेँ यतातिर, हल्का यता गरेँ, र तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ अन माई लेफ्ट साइड यहाँ एकजना केटी बसिरहेकी छिन् भने यहाँ अर्को केटा पनि बसिसकेको छ। र तपाईँले यहाँनिर देख्न सक्नुहुन्छ एउटा मोबाइल पनि यहाँ मजाले राखिएको छ भने यहाँ माथि टिभी राख्ने पनि बवाल छ। र यसको देख्न सक्नुहुन्छ समग्रको हिसाबले हेर्दाखेरि यसको इन्टेरियर डिजाइन पनि अति नै बवाल छ है त गाइज। देख्न सक्नुहुन्छ टेडी बियर यहाँनिर राखेको छ भने महिला अगाडि छन् भने साइडमा, अनि राइट साइडमा चाहिँ के छ केटाहरू बसिरहेका छन् भने बेग पनि यहाँ छ भने माथि अफ साइडमा तपाईँले देख्न सक्नुहुन्छ टिभी पनि लगाएको छ है त गाइज। देख्न सक्नुहुन्छ फ्रेम चाहिँ अति नै बवाल छ है त गाइज। यो रह्यो इन्टेरियर पार्ट है त गाइज। ओके गाइज, अब इन्टेरियर पार्ट सकिसकेपछि म तपाईँलाई यहाँनिर देख्न सक्नुहुन्छ अन माई रुफ टप है। तपाईँहरूले देख्न सक्नुहुन्छ रुफ टपमा विभिन्न किसिमका सामानहरू राखेको छ भने देख्न सक्नुहुन्छ भारीहरू छ है त, विभिन्न किसिमका प्यासेन्जरहरूको भारी छ भने तपाईँलाई चाहिँ अब म चाहिँ यहाँ फिचरहरू देखाउँदैछु। क्रेटरले 3वटा फिचर के नयाँ एड गरेका छन् यो चाहिँ म तपाईँलाई देखाउँदैछु है त गाइज। नम्बर 1मा छ, तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर नम्बर 1को फिचर मैले क्लिक गरेँ। ओके गाइज, नम्बर 1को फिचर रहेछ यहाँनिर चाहिँ सिसा खोल्ने है त गाइज। देख्न सक्नुहुन्छ मैले यो फिचरलाई बन्द गरेँ भने यहाँनिर देख्न सक्नुहुन्छ अहिले यहाँनिर झ्याल बन्द छ भने मैले यसलाई अन गरेँ भने सिसा के हुँदैछ, अन भइसकेको छ है त गाइज। देख्न सक्नुहुन्छ यसमा फर्स्ट फिचर भनेको चाहिँ यहाँनिर सिसा खोल्ने रहेछ है त गाइज। देख्न सक्नुहुन्छ प्यासेन्जरको र ड्राइभरको सिसा खोल्ने रहेछ है त गाइज। र अब म तपाईँहरूलाई सेकेन्डको फिचर देखाउने छु। सेकेन्डको फिचर यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले, सेकेन्डको फिचर रहेछ यहाँनिर ड्राइभरको ढोका खोल्ने रहेछ है त गाइज। यो मोडमा चाहिँ सेकेन्ड फिचर चाहिँ ड्राइभरको ढोका खोल्ने रहेछ भने अब यसको थर्ड फिचर देख्न सक्नुहुन्छ। यसको थर्ड फिचर रहेछ यहाँनिर प्यासेन्जर र माथि प्यासेन्जरको भएको सामानहरू चाहिँ के रहेछ, आउट हुने रहेछ है त गाइज। देख्न सक्नुहुन्छ मैले थर्ड फिचरलाई अफ गरेँ भने तपाईँले देख्न सक्नुहुन्छ अटोमेटिक यहाँनिर सामानहरू र प्यासेन्जर गाडीमा आएका छन् भने अब यो मोडलाई मैले क्लिक गरिदिएँ भने देख्न सक्नुहुन्छ प्यासेन्जर र प्यासेन्जरको सामानहरू के भइसकेको छ, गायब भइसकेको छ है त गाइज। अब म तपाईँहरूलाई समग्रमा भन्नु पर्दाखेरि यसमा चाहिँ क्रेटरले 3वटा फिचरहरू एड गरेका रहेछन् भने 3वटा फिचरहरूमध्ये अब पहिलो फिचर भयो तपाईँहरूको यहाँनिर यो प्यासेन्जरको र ड्राइभरको झ्याल खोल्ने रहेछ भने, सिसा खोल्ने रहेछ भने सेकेन्डको फिचर छ भने यहाँनिर सेकेन्डको फिचर चाहिँ ड्राइभरको ढोका खोल्ने रहेछ भने थर्ड फिचरमा चाहिँ यहाँनिर ड्राइभरको गाडीमा भएका सामान र प्यासेन्जरहरू के रहेछ, चेक इन र चेकआउट हुने रहेछ है त गाइज। अब यति नै भयो यसमा 3वटा फिचर। यो भइसकेपछि अब म तपाईँहरूलाई यसको इन्जिनको बारेमा जानकारी दिन गइरहेको छु है त गाइज। यो गाडीको इन्जिनको पावरको कुरा गर्दाखेरि चाहिँ यो गाडीमा इन्जिन पनि एकदमै पावरफुल लगाइएको छ भने मैले तपाईँलाई पहिलाको भिडियोमा पर्वा डिलक्समा पनि देखाइएको थिएँ। सेम त्यस्तै त्योभन्दा पनि पावरफुल इन्जिन पावर चाहिँ यो गाडीमा लगाइएको छ भने तपाईँले यो न्यू नेपाली टाटा 712 चाहिँ विभिन्न किसिमको अफरोड म्यापमा पनि के गर्न सक्नुहुन्छ, लगाएर खेल्न सक्नुहुन्छ है त गाइज। एज यु क्यान सी भिडियोमा पनि तपाईँले देख्न सक्नुहुन्छ यस्तो खतरनाक उकालोहरूमा पनि यो गाडीले के गरिदिइरहेको छ, सजिलै पिकअप लिइरहेको छ है त गाइज। अब तपाईँले यसमा डराउनु पर्दैन, तपाईँले जुनै पनि किसिमका हाई हिल अथवा अफरोडवाला म्यापमा तपाईँले न्यू नेपाली टाटा 712 चाहिँ के गर्न सक्नुहुन्छ, सजिलै लगाएर खेल्न सक्नुहुन्छ है त गाइज। यसको पिकअप पावर एकदमै बवाल भएको कारणले चाहिँ तपाईँले कुनै पनि अफरोड हाई हिल म्यापमा के गर्न सक्नुहुन्छ, लगाएर खेल्न सक्नुहुन्छ है त गाइज। ओके गाइज, भिडियो यति नै हो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, यदि मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न चाहिँ नबिर्सनु होला। र अर्को कुरा जान्दै जाँदै म तपाईँलाई के भन्न चाहन्छु त भन्दाखेरि यो मोड चाहिँ अब छिट्टै केटिएम बाबु बसो युट्युब च्यानलमा रिलिज हुनेवाला छ। केटिएम बाबुका अनुसार
100 सब्सक्राइबर पार हुने बित्तिकै केटिएम बाबु बसेर युट्युब च्यानलमा रिलिज भन्ने कुरो थियो। 100 सब्सक्राइबर पार पनि भइसकेको छ। सो होप यु गाइज चाँडै नै यो केटिएम बाबु बसेर युट्युबमा आउनेछ र तपाईँले पनि यसलाई डाउनलोड गरेर खेलेर इन्जोय गर्नुहुनेछ भन्ने म आशा गर्दछु है त गाइज।